नमस्कार, म तपाईँहरूलाई आज चाहिँ यो एकीकृत हाजिरी व्यवस्थापन प्रणालीमा चाहिँ कर्मचारीहरूले चाहिँ अब आफ्नो पासवर्ड बिर्स्यो भने कसरी रिसेट गर्ने त्यो चाहिँ थोरै भन्न गइरहेको छु। त्यसको बारेमा चाहिँ तपाईँले अब यो एडमिन अकाउन्टबाट चाहिँ गर्नुपर्ने हुन्छ रिसेट गर्नको लागि चाहिँ सर्वप्रथम यहाँ हामी यो कर्मचारी व्यवस्थापनमा जानुपर्छ। अनि कुन चाहिँ कर्मचारीको चाहिँ युजर अब पासवर्ड चाहिँ रिसेट गर्न पर्ने हो त, जस्तै पासवर्ड बिर्सिनु भयो, अब उहाँको चाहिँ पासवर्ड रिसेट गरिदिनु पर्यो। जस्तै म यहाँ एउटा इक्जाम्पल दिँदैछु। यो यसको चाहिँ मलाई अब पासवर्ड रिसेट गर्नु पर्यो। यो उहाँको नाममा क्लिक गर्दाखेरि चाहिँ यहाँ यस्तो आउँछ। अनि त्यसपछि यो भनेको फर्स्ट बाई डिफल्ट यो व्यक्तिगत विवरण चाहिँ डिस्प्ले हुन्छ। अनि यहाँ जागिर विवरण छ, त्यसै गरी यो मेनु बारमा जानुहोस्। अनि यहाँनिर चाहिँ लगइन विवरण आउँछ है, यहाँ लगइन विवरण भन्ने देख्न सक्नुहुन्छ। अनि यो क्लिक गर्दाखेरि यस्तो यहाँ आउँछ, साँचो आउँछ एउटा, अनि त्यसपछि एडिट पेन आउँछ, अनि यो सर्च गर्ने यो प्लसवाला बटन भ्यू गर्नलाई चाहिँ यो आउँछ है। अनि यो साँचोमा जानुहोस्। यसमा गएर तपाईँले केही गर्नु पर्दैन, जस्ट यो सम्पादन मात्र गरिदिनुहोस्। यो सम्पादन गर्नुभयो भने यसरी चाहिँ अनि उहाँको चाहिँ डिफल्ट अब बाई डिफल्ट उहाँले जुन जुन पासवर्ड सेट गर्नुभएको थियो त्यो सबै रिसेट भएर अब डिफल्ट पासवर्ड आउँछ। डिफल्ट पासवर्ड भनेको चाहिँ अब मैले अहिले रिसेट गरिसकेपछि यो नयाँ डिफल्ट पासवर्ड आउँछ, जुन चाहिँ पुरानो हो, यो 1 वर्षभन्दा अगाडि आइडी क्रिएट गरेकोहरूको चाहिँ पुरानो डिफल्ट पासवर्ड चाहिँ 1 2 3 4 छ भने आजभोलि आइडी जुन प्रोफाइल क्रिएट गरेको छ अनि त्यसपछि पुरानै व्यक्तिहरूको पनि प्रोफाइलमा अहिले पासवर्ड रिसेट गर्नुभयो भने चाहिँ पासवर्डको डिफल्ट पासवर्डको प्याटर्न चाहिँ यस्तो हुन्छ, @@ योर आइडी मिन्स तपाईँको आइडी कति हो त त्यो आइडी चाहिँ यहाँ राख्नु पर्यो। जस्तै इक्जाम्पलको लागि मैले यहाँ आइडी चाहिँ 348520 छ भने डिफल्ट पासवर्ड चाहिँ अहिले यस्तो बनेर आउँछ, @@ अनि त्यसपछि यो पासवर्ड यो आइडी चाहिँ एड गर्नु पर्यो @भन्दा पछाडि। अब यसमा तपाईँहरूलाई चाहिँ यो एडमिन अकाउन्टबाट चाहिँ तपाईँहरूले चाहिँ रिसेट गरिदिनु पर्ने हुन्छ।